नमस्कार दर्शकवृन्द, होरा ज्योतिष दर्शनको यो विशेष प्रस्तुतिमा म यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। म हुँ शालिग्राम ढकाल। दर्शकवृन्द, यहाँहरूलाई मैले सूर्य र चन्द्रमा लग्नदेखि 12वटा भावमा बस्दा कस्तो फल दिन्छ भन्ने जानकारी दिइसकेको छु। आजबाट म मङ्गल लग्नदेखि 12वटा भावमा बस्दा कस्तो फल प्रदान गर्दछ, लग्न पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं, 10औं, 11औं र 12औं भावमा बसेको मङ्गलले व्यक्तिलाई कस्तो बनाउँछ भन्ने म जानकारी दिन गइरहेको छु। दर्शकवृन्द, कुनै पनि व्यक्तिको लग्नमा यदि मङ्गल बसेको छ भने त्यो व्यक्तिलाई चाहिँ चोटपटकको सम्भावना प्रबल हुन्छ। चोटपटक, घाउ खटिराहरू लाग्ने, अग्लो ठाउँबाट लड्ने, यस प्रकारको चाहिँ समस्या देखिन सक्छ। साथसाथै दर्शकवृन्द, आगो, बिजुली, तातो पदार्थबाट पनि जोगिनु पर्ने हुन्छ। दाम्पत्यमा केही कष्टको अवस्था आउँछ भने टाउको दुख्ने, साथसाथै आँखामा चाहिँ अलिकति रातोपन बढी हुने, यस्तो अवस्था हुन्छ। र पराक्रमको हिसाबले भने सिंह समान पराक्रमी हुन्छ लग्नमा यदि मङ्गल छ भने व्यक्ति। दर्शकवृन्द, दैवज्ञ जीवनाथले यही कुरा बताएका छन् कि धरा पुत्रे लग्नम गतवती यदा जन्म समये प्रहारो लोहास्त्रा दनलसर दण्डादपि भयम् विनाशो भार्यायाः शिरसि नयने रोगपटली प्रतापस तस्यापि प्रभवति मृगेन्द्रेण च समः। दैवज्ञ काशीनाथले लग्नमा मङ्गल भएको व्यक्ति रूप सौन्दर्यमा अत्यन्त खराब, बन्धु बान्धवले रहित र झुटको खेती गर्ने मिथ्याभाषी, धन सम्पत्तिले रहित र व्यभिचारी हुन्छ भनेर बताएका छन्। भौमे लग्ने कुरूपश्च रोगी बन्धु विवर्जितः असत्यवादी निर्द्रव्यो जायते परदारकः। लग्नको मङ्गलले व्यक्तिको बुद्धि चाहिँ विभ्रम हुन्छ। म के गरौँ, कसो गरौँ भन्ने खालको अवस्थाहरू उसमा हुन्छ। बेलामा उसले सही निर्णय लिन पनि सक्दैन। घाउ खटिराको उसमा समस्या हुन्छ। अत्यन्त जिद्दी, अनावश्यक जिद्दी गर्ने र बेकारमा चाहिँ घुमफिर गर्ने, यस प्रकारको हुन्छ। र जहाँ गए पनि उसको मनमा भने चैन हुँदैन। दर्शकवृन्द, दैवज्ञ जयदेवले पनि यही कुरा बताएका छन् कि लग्नको मङ्गलले व्यक्तिमा भ्रमात्मक बुद्धि बढी हुन्छ अनि युद्धमा, झैझगडामा उसको अङ्गभङ्ग, क्षत विक्षत पनि हुन्छ, घुमक्कड हुन्छ। उसमा कुनै डर, भय, त्रास भने हुँदैन, क्रोधी हुन्छ भनेर बताइएको छ। दर्शकवृन्द, भ्रान्तः देहि क्षत तनुः गमागमी साहसी च कुपितः तनौ कुजे भ्रान्तधीक्षत तनु गमागमी साहसी च कुपितः तनौ कुजे। त्यस्तै दैवज्ञ मन्त्रेश्वरले पनि आफ्नो फलदीपिका नामको ज्योतिष ग्रन्थमा बताएका छन् कि लग्नको मङ्गलले व्यक्तिलाई अति क्रूर बनाउँछ, अत्यन्त साहसी पनि बनाउँछ र उसको चाहिँ विभिन्न क्षणमा उसको चाहिँ अनेक प्रकारका अरिष्टहरू पनि उत्पन्न हुन्छन् र शारीरिक रूपमा चोटपटक पनि बेहोर्नु पर्ने हुन्छ भनेर बताइएको छ। क्षत तनुः अति क्रूरः अल्पायुः तनौ घन साहसी। आचार्य बराह मिहिरले लग्नको मङ्गलले व्यक्तिलाई क्षत तनुः, छिन्न भिन्न भएको, अङ्गभङ्ग भएको र चोटपटकले चाहिँ युक्त भएको हुन्छ भनेर बताएका छन्। लग्ने कुजे क्षत तनुः। त्यस्तै दैवज्ञ वैद्यनाथले जातक पारिजातमा लग्नको मङ्गल भएको व्यक्ति क्रूर हुन्छ, साहसी हुन्छ, व्यर्थको घुमक्कड हुन्छ, अत्यन्त चञ्चल हुन्छ, साथसाथै रोगी पनि हुन्छ भनेर बताएका छन्। क्रूरः साहसिको टनौति चपलो रोगी कुजे लग्नगे। दर्शकवृन्द, लग्नमा मङ्गल भएको व्यक्ति क्रूर हुन्छ, साहसी हुन्छ, महामूर्ख हुन्छ, बेलामा विवेकको बुद्धिको प्रयोग गर्न सक्दैन अनि उसको आयु पनि क्षीण हुन्छ, महाअभिमानी हुन्छ, सुर विक्षत शरीर, विशेष क्षत विक्षत शरीर भनेको चोटपटकको खत भएको अङ्गभङ्ग हुने र यदि वक्री मङ्गल चाहिँ लग्नमा छ भने व्यक्ति अत्यन्त सुन्दर हुन्छ
अनि तर यो लग्नले व्यक्तिलाई चञ्चल पनि बनाउँछ भनेर कल्याण वर्माले आफ्नो महत्त्वपूर्ण ज्योतिष ग्रन्थ सारावलीमा बताएका छन्। दर्शकवृन्द, क्रूरः साहस निरतः स्तब्धोल्पायुः स्वमान शौर्ययुतः क्षतगात्रः सुशरीरो वक्रे लग्नाश्रिते चपलः। त्यस्तै दैवज्ञ ढुण्डिराजले पनि लग्नको मङ्गलले व्यक्तिलाई अत्यन्त विभ्रम बुद्धि भएको, यो गरौँ कि नगरौँ, के गर्दा ठिक होला या बेठिक होला भन्ने ठम्म्याउन नसक्ने हुन्छ र हठी स्वभावको हुन्छ, अनि एकै ठाउँमा स्थिर भएर बस्न नसक्ने भ्रमणशील पनि हुन्छ भनेर बताइएको छ। अतिमति भ्रमतां च कलेवरं क्षतयुतं बहुसाहसमुग्रतां तनुभृतां कुरुते तनु संस्थितो वनिसुतो गमनागमनानि च। त्यस्तै मानसागरी कारले पनि लग्नको मङ्गलले व्यक्तिलाई बाल्य अवस्थामा चाहिँ पेटको र दाँतको रोगले ग्रस्त बनाइदिन्छ। व्यक्ति अत्यन्त खुरापाती सोच भएको हुन्छ, दुब्लो पातलो खालको हुन्छ, पाप बुद्धि भएको, अनि केही कालो कालो वर्णको, चञ्चल अनि दुष्ट नीच व्यक्तिहरूसँग चाहिँ उठबस गर्न खोज्ने, अनि आफ्नो परिधानमा वस्त्र आभूषणमा पनि त्यति ध्यान नदिने र सधैँभरि सुखले रहित भएको हुन्छ र पाप कर्म गर्नमा पनि ऊ पछि नपर्ने हुन्छ भनेर मानसागरीकारले मानसागरमा बताएका छन्। उदर दशन रोगी शैशवे लग्न भौमि पिशु न मत कृशाङ्गः पापकृत कृष्ण रूपः भवति चपल चित्तो नीच सेवी कुचैली सकल सुख विहीनः सर्वदा पापशीलः। लग्नको मङ्गलले व्यक्तिलाई अलिकति झगडालु स्वभाव पनि बनाउँछ दर्शकवृन्द, अनि रगतमा केही विकार हुन्छ। यदि त्यो मङ्गललाई केतुले देखेको छ अथवा शनिको पनि दृष्टि छ र चाहिँ औँसीमा जन्म उसको भएको छ भने त्यो व्यक्तिको रगतको समस्या हुन्छ, सुगर, प्रेसर अथवा डब्लुबिसी आरबिसी कम हुने, घटबड हुने, यस प्रकार रगत सम्बन्धी केही न केही समस्या यसले दिन्छ दर्शकवृन्द। सबैको विरोध गर्ने र परिवारबाट पनि अलग रहन खोज्ने, पारिवारिक जिम्मेवारबाट पन्छिन खोज्ने खालको हुन्छ दर्शकवृन्द। अनि लग्नको मङ्गल लग्नमा छ र 7औं घरमा केतु छ भने त्यो व्यक्तिलाई चाहिँ पाइल्स फिस्टुला सम्बन्धी समस्याले दुःख दिने, अनि शरीरमा पनि अनेक प्रकारको चाहिँ समस्याहरू आइरहने, माथिबाट खसेका ढुङ्गाहरू अनि काठहरू यस्तोबाट पनि उसलाई चोटपटक लाग्ने, यस प्रकारको हुन्छ भनेर बताएको छ दर्शकवृन्द। भृगुसूत्रमा देहे व्रणं भवति दृढगात्रः चौर बुभूषकः बृहन्नाभिः रक्तपाणिः शूरः बलवान मूर्खः कोपवान सभा न शौर्यः धनवान चापल्यवान चित्ररोगी क्रोधी दुर्जन भनेर चाहिँ यसको खराब पक्ष बताएको छ भने यदि उच्च भएर, यदि आफ्नै स्वगृही भएर मेष अथवा वृश्चिकमा अथवा मकर राशिमा लग्नको मङ्गल छ भने यसले आरोग्यता प्रदान गर्दछ, अनि एकदम मोटो घाटो हृष्टपुष्ट तन्दुरुस्त एकदम बलवान शरीर बन्दछ, राजाबाट सम्मान प्राप्त हुन्छ, राज्यबाट दीर्घायु हुन्छ। अब पाप ग्रहसँग बसेको छ भने आयुमा कम हुन्छ, अनि सन्तान पक्ष पनि उसको कमी हुन्छ, अनि वात रोग शूल रोग आदिबाट पीडित हुन्छ। दुर्मुख भनेको मुखमा एकदम चाहिँ बोलीले छुच्चो खालको हुन्छ। स्वच्छ लग्न रक्षे धनवान यदि उच्च भएर लग्नमा बसेको छ भने धन सम्पत्तिले अनि विद्याले चाहिँ परिपूर्ण हुन्छ भन्ने कुरो बताएको छ दर्शकवृन्द। शत्रुसँग लग्नको मङ्गल पीडित भएर बसेको छ भने शत्रुहरूसँग र अरू चाहिँ भनौँ विधर्मीहरूसँग चाहिँ विशेषसँग चाहिँ उसले झगडा गर्ने खालको हुन्छ, क्रोधी हुन्छ, विरोधप्रिय हुन्छ, स्त्रीहीन पुत्रहीन हुन्छ भन्ने कुरा पनि बताएको छ। पाश्चात्य विद्वानहरूले पनि लग्नको मङ्गलको बारेमा धैर्यशाली हुने, एकदम निरङ्कुश स्वभाव भएको, साहसी, दुराग्रही हुन्छ, आफ्नो लक्ष्य पुरा गर्नको लागि भनेर एकदम उत्कट अभिलाषा गर्ने हुन्छ, एकदम लोभी स्वभाव भएको, वितण्डावादी, उदार, क्रोधी, अत्यन्त अभिमानी हुन्छ। मेष सिंह र धनुमा छ भने क्रूर र साहसी हुन्छ। मिथुन तुला र कुम्भमा छ भने प्रवासी हुन्छ, भाग्यले साथ नदिएको। वृष कन्या र मकरको छ भने एकदम
लोभी खालको, आफ्नो स्वार्थ पुरा गर्ने खालको, दीर्घद्वेषी, कसैले के गरेछ भने त्यो एकदम इखालु, कहिले पनि नबिर्सने खालको र स्त्रीहरूको प्यारो हुन्छ। साथसाथै कर्कट, वृश्चिक र मीन राशिमा छ भने व्यक्ति चाहिँ व्यभिचारी खालको हुन्छ भनेर बताएको छ। दर्शकवृन्द, यो विशेष गरी लग्नमा बसेको यो मङ्गलले व्यक्तिलाई अनेक प्रकारको व्यापार व्यवसाय प्रति पनि आकृष्ट गराउँदछ। यो व्यापार व्यवसायमा फेरि कुनै पनिमा एकदम स्थिर भएर बस्न भने गाह्रो पर्दछ। जीवनको अलिक पछाडि लगभग 35-40 पछाडि चाहिँ भने व्यवसायमा ऊ स्थिर भएर रहने हुन्छ। मिथ्या अभिमान, नभएको कुराहरू देखाउने, यस्तो उस्तो भनेर फैलाउने खालको पनि हुन्छ लग्नको मङ्गलले व्यक्तिलाई त्यस्तो बनाउँछ। दर्शकवृन्द, अब लग्नको मङ्गल चाहिँ बलियो भएर बस्दाखेरि व्यक्तिलाई शिक्षामा एउटा डक्टरी लाइनमा राम्रो चाहिँ सर्जन गराउने, शल्य चिकित्सक बनाउँछ भने चाहिँ विशेष गरी उसले कुनै अपरेसनको मौका पायो भने उसले एकदम राम्रोसँग सफलतापूर्वक सफल बन्दछ। लग्नको मङ्गलले डक्टरी लाइन एकदम राम्रो बनाउँछ। तर वकिल भनेको चाहिँ न्याय कानुनतिरकोमा भने त्यति यसले चाहिँ सफलता दिलाउँदैन। लग्नमा मङ्गल बसेको छ, म न्याय क्षेत्रमा लाग्छु, कानुन क्षेत्रमा लाग्छु भन्यो भने त्यो व्यक्तिले भने जस्तो सफलता प्राप्त गर्न भने सक्दैन। दर्शकवृन्द, लग्नको मङ्गलले मोटर, हवाई जहाज अनि रेलवे स्टेसनहरूको चाहिँ काम गर्ने यस्तो अवस्थाहरू बनाउँछ, त्यसमा एकदम सफल पनि हुन्छ। दर्शकवृन्द, मङ्गल मकरमा छ भने पिताको लागि केही कष्टकारी हुन्छ, शरीरमा केही व्याधिहरू उत्पन्न गराउने हुन्छ। मेष, सिंह, कर्क, वृश्चिक र धनु राशिको लग्नको मङ्गलले पुलिस इन्सपेक्टर भनौँ न, आर्मी पुलिसतिरको सैन्य क्षेत्रमा एकदम सफलता चाहिँ प्रदान गरिदिन्छ। यसले लग्नको मङ्गल कर्कट राशिको छ भने त्यो व्यक्ति परिश्रम गरेर मात्र धन सम्पत्ति प्राप्त गर्ने हुन्छ, उन्नति गर्ने हुन्छ। सिंह राशिको लग्नको मङ्गल चाहिँ छ भने दैव योगबाट मात्रै भने भाग्यले गर्दा मात्रै उन्नति, प्रगति, धन प्राप्ति गर्न सक्छ। लग्नको मङ्गल यदि वृष, कन्या र मकरमा छ भने व्यक्ति कन्जुस बनाउँछ भने अब चाहिँ उसलाई भनौँ एकदम खन्चुवा पनि बनाउँछ लग्नको मङ्गलले। दर्शकवृन्द, मिथुन र तुलाको लग्नको मङ्गलले व्यक्तिलाई मिलनसार बनाउँछ। साथीभाइहरूसँग चाहिँ भने त्यति घुलमिल नहुने, खर्च गर्न अलिक कन्जुस हुने अवस्था हुन्छ। लग्नको मङ्गल कर्कट, वृश्चिक र कुम्भ राशिमा अथवा मीन राशिमा छ भने उसले कोहीसित पनि चाँडै मित्रता गर्दैन, एकदम सोचेर विचार गरेर मात्रै मित्रता गर्दछ। जोसित मित्रता हुन्छ उसको त्यो चाहिँ अटुट रूपमा रहिरहन्छ। दर्शकवृन्द, वास्तवमा लग्नको मङ्गलले व्यक्तिलाई चाहिँ भनौँ अलिकति पीडित भएर बसेको छ भने के ठिक के बेठिक भनेर नछुट्याउने, के स्वार्थ हो के परोपकार भन्ने कुरो नबुझ्ने, यस प्रकारको अवस्था हुन्छ। दर्शकवृन्द, वृष, कन्या, मकर र कुम्भको लग्नको मङ्गल छ भने व्यक्तिको चाहिँ अलिकति केही झुकाव भने भनौँ न अलिकति चोरी डकैती गर्ने व्यक्तिहरूसित पनि हुन्छ। दर्शकवृन्द, बाल बच्चाहरूको लागि लग्नमा मङ्गलको दृष्टि छ भने पनि उसको चाहिँ केही बाधक हुन्छ शिक्षाको क्षेत्रमा। दर्शकवृन्द, यस प्रकार यो लग्नमा बसेको मङ्गलले व्यक्तिलाई कस्तो बनाउँछ, कस्तो कस्तो हुन्छ भन्ने मैले विभिन्न प्रकारको कुण्डली सहित यहाँहरूलाई मैले प्रस्तुत गरेँ। अवश्य पनि यस प्रकारको यो चाहिँ मैले विभिन्न शास्त्रको निचोडहरू यहाँ बताएको छु। यसबाट यहाँहरू ज्योतिषको पथमा सैर गरिरहनु भएको छ भने अवश्य पनि यहाँ विशेष लाभ लिनुभएको छ, लिनुहुन्छ नै। यस प्रकारको ज्ञान लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोस्, सबैलाई बाँड्नुहोस्, बाँडेर नै ज्ञान बढ्दछ। दर्शकवृन्द, चाहिँ तसर्थ जति बाँडियो त्यति ज्ञान बढ्दछ, विद्या बढ्दछ। यस प्रकार विद्याको महत्त्व रहेको छ। अन्य एपिसोडमा म मङ्गलको दोस्रो भावदेखि कस्तो कस्तो फल हुन्छ भन्ने जानकारी दिँदै जानेछु। हेर्दै गर्नुहोस् होरा ज्योतिष दर्शन। यहाँहरू सबैको जय होस्, मङ्गल होस्, कल्याण होस्। जय ज्योतिषम।